बल राखेर बनाएको छ विदेशी सिस्टमले। तपाईँले देख्नुभयो होला नि कर्णाली खोलामा पनि यस्तो पुलको ब्रिजमा उयसमा गरेर डल्लो यस्तो झुन्डाएको छ नि, त्यस्तै छ। हिमाल हिमाल हिमाल। हामी चाहिँ यो माछा पुछ्रेको छेउछाउ चाहिँ त्योभन्दा अलिक तलसम्म चाहिँ आइपुग्छौँ। कहिलेकाहीँ यसो बेनी बाग्लुङ जाँदा चाहिँ पार्टीमा डिमान्ड जाँदा चाहिँ त्यहाँ चाहिँ हामी पुग्छौँ। डाँडाको नाक कोद्रे पुग्न लाग्यो अब हामी गोलो छ। पोखरताको सुन्दरता नै जहाँसम्म लाग्छ यो गोलो र माछा पुछ्रे गर्दाखेरि साह्रै सुहाउँछ। यो गोलो पनि हेर्नु बल लगाएर पार्को हुन्छ। पोखरामा अर्को एउटा भन्नुपर्दाखेरि प्यारालाइट जम्पिङ जस्तो त्यो छ। र नेपालको सबैभन्दा जम्पिङ ठुलो तपाईँहरूले सुन्नुभयो होला, त्यो चाहिँ हाम्रो बागलुङमा छ, झोलुङ्गे पुल बनाएको ठाउँमा। त्यो उचाइमा नेपालमा सबभन्दा अग्लो झोलुङ्गे पुल पनि त्यही हो। खुश भयो, दिल खुश भयो। साह्रै रमाइलो भयो पोखराको यात्रा आज एकदम। मित्रामको हातको घडी त सुनको हो क्या? सुनको मेरो मित्राम पनि पपुलरी जस्तै हो, पुरा गोल्डेन।